नमस्ते सबैमा, म डाक्टर प्रतिभा र यो मेरो 2025 को लास्ट इमर्जेन्सी ड्युटीमा खिचिएको भिडियो हो, जसमा ड्युरिङ माई ड्युटी पिरियड सबैभन्दा बढी मैले रोड ट्राफिक एक्सिडेन्टमा घाइते गएका बिरामीहरूलाई एटेन्ड गरेँ र सायद 13-14 वटा त यही माइनर इन्जुर भएका बिरामीहरू हुनुहुन्थ्यो र 1-2 जना एकदम ठुलो हेड इन्जुरी भएका बिरामीहरूलाई चाहिँ हामीले रेफर गर्यौं आइसियु निडका लागि। अनि अरू बिरामीहरू त हामी उपचार गर्दै पठाउँदै रिपोर्ट हैन। बीचमा यस्तै सानो रमाइलो गर्दै थियौं खाली भएको बेला, बिरामी नभएको बेला। यिनीहरूले पर्पल हार्ट बनाइन्छ। फर्स्ट टाइम आई एम सिइङ पर्पल हार्ट साइनोटिक डिजिज हो कि के बनाउन खोजेको यिनीहरू? हार्ट वाला मान्छेहरू यिनीहरू सबजना हार्ट वाला। म हैन। सब हार्ट केले चिपकाएको थियो। दोपहर के बिरामी आउँदै यस्तै हुँदैछ हाम्रो कामहरू। यसरी नै आज अब यो जाडो धेर भएर आगो बाल्दै यता रुममा हिटर ताप्दै डक्टर्स रुममा एकछिन बस्ने बित्तिकै फेरि बिरामी आइहाल्नुभयो। त्यसपछि म बाहिर आएँ साढे राति 12 बजी 12:30 बजीतिर कुरा हो। त्यसपछि 1 बजीतिर स्टेसनमै यसरी नै स्टेसनमा बस्दा बस्दै बिरामी आउँदै बिरामी उपचार गर्दै यो शिफ्ट सकिने बेला भयो र फाइनली शिफ्ट सकियो। Thank you for watching.